साइप्रसदेखि तल्लो बाटो हिँडेर पोर्चुगल पुगेको डाङको हर्षमानको कथा हो। अहिले विश्वभर बेरोजगारी बढेको छ। हाम्रो मुलुकमा झन् पहिल्यैदेखि युवालाई रोजगार थिएन। फरक यति हो, पहिलेको तुलनामा अहिले देश छोड्नेहरूको सङ्ख्या वृद्धि भएको छ। पुँजीवादी व्यवस्थाले मानिसलाई उपभोक्तावादी बनाएको छ। छिमेकीले 2 तले घर बनायो भने आफूलाई 3 तले घर बनाउन कुटुटी लाग्छ। नत्र समाजमा उनीहरूसँग हैसियत मिल्दैन भन्ने भाष्य खडा गरिएको छ र अपमान बोधले मन खियाइरहन्छ। बैंकको लोन तिर्दा तिर्दै उमेर ढल्किजान्छ। व्यक्तिको चर्को ब्याजले टुप्पी नागिजान्छ। सापट्टि लिएको रकम समयमा फिर्ता गर्न नसक्दा आफन्तसँग पानी बारम्बार भइजान्छ र पनि घर सजाएर खुसी भएको भ्रम छर्नु परेको छ हाम्रो समाजलाई। यस्तै हर्षमान पनि साइप्रसदेखि कथित उज्जवल भविष्यको खोजीमा हिँडे पोर्चुगलका लागि। साइप्रसदेखि बोस्नियासम्म त हवाईजहाजमा उडे, तर अब उनलाई क्रोएसिया छिर्न पैदल हिँड्नुपर्ने भयो। मानव तस्करले पैसा र पासपोर्ट आफ्नो कब्जामा लियो। जब धरतीमा रात पर्यो तब विभिन्न देशका 50-60 जना मानिसहरू जङ्गलको बाटो प्रस्थान गरे। हर्षमान, नेपाली दिदी र नेपाली बहिनी, त्यो समूहमा जम्मा 3 जना नेपाली थिए। मानव तस्करको आदेश थियो तर्केर हिँड्ने, फर्केर नहिँड्ने। बिरामी परेर, नदीले बगाएर वा सेनाको गोली लागेर जो कोही मरे पनि घर परिवारलाई लास मिल्न असम्भव थियो, किनकि उनीहरूसँग आफ्नो परिचय खुलाउन सक्ने कुनै पनि कागजात साथमा थिएन। अँध्यारोमा उज्यालोको भविष्य खोज्दै मानव तस्कर दमारै ठुलो नदीमा पुग्यो। छातीसम्मको नदी तर्दा नेपाली दिदी त्यहीँ हराइन्। बगिन् कि पछि रहिन्, पत्ता गर्ने समय र परिस्थिति थिएन। मन भारी बनाउँदै हर्षमान अगाडि बढे। बिहान 4 बजेतिर क्रोएसियाको सिमानामा पुगे। साउनको महिना, सिमसिम पानी परिरहेको थियो, तर जाडो भने त्यति थिएन। अचानक 3-4वटा गाडी तेजिलो प्रकाश पाल्दै उनीहरू सामु आइपुगे। मानिसको जमात एकछिन अलमल्लमा पर्यो। डर त तब लाग्यो जब उनीहरू सेना रहेछन् भन्ने थाहा पाए र सेनाले भन्दै थियो, गो ब्याक, गो ब्याक। प्रकाशमा आइपरेको परिस्थितिले गर्दा मानिसले केही सोच्नै सकेनन्। कोही फर्किए, केही क्रोएसियाको जङ्गलतिरै भागे, केही टक्क अडिए। भागपछि वातावरण कोलाहलमय बन्यो। सेनाले ड्याम 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 3 पटक बन्दुक पड्काए। हर्षमानसँगैको नेपाली बहिनी गर्ल्याममा ढलिन्। ओहो, गोली नै लागेछ कि क्या हो। हर्षमान ती बहिनीलाई छोडेर कतै जान सकेन। नेपाली मन हो पग्लिहाले। उनीसँगै अरू 3 जना पनि उभिएका रहेछन्। सेना उनीहरू समीप आएर फर्केर जाने भन्दै गाली गरे। तर हर्षमानले भुइँमा लडिरहेकी नेपाली बहिनीलाई देखाउँदै अस्पताल पुर्याइदिने याचना गरे। सेनामा अलिकति भए तापनि मानव त पलायो र सबैलाई गाडीमा राखेर प्रहरी चौकी पुर्यायो। त्यहाँ पुग्दासम्म नेपाली बहिनीको होस आइसकेको थियो। गोली लागेको रहेनछ। सोधपुछ गर्यो र उनीहरूलाई शरणार्थी शिविरमा पठाइदियो। त्यति बेला धरतीमा उज्यालो छरेको थियो, तर ती मानिसका अनुहार भने अँध्यारा नै थिए। कठिन यात्रापछि हर्षमान त पोर्चुगल पुगे, तर फर्काइएकाहरू, छोडेकाहरू कहाँ छन् केही थाहा छैन। ज्यानकै बाजी थापेर कथित उज्जवल भविष्यको लागि युवाहरू यसरी नै प्लान भइरहेछन्। गाउँमा खेत बाजा छन्, बारी घरबारी बनिसके, घर बुढा बाआमाले पुगेका छन्। बुहारी सदरमुकाम छन्, छोरा
सपनाको संसार कल्पदै यसरी जोखिमपूर्ण यात्रामा छन्। कसैको देहान्त हुँदा गाउँमा मलामी पैँचो बोलाउनु पर्ने अवस्था छ र हामी भन्छौँ दुनियाँ अत्यन्तै सुन्दर छ। के साँच्चै हो त? पक्कै पनि होइन। अब हर्षमानहरू यसरी जोखिमपूर्ण यात्रामा ननिस्किन् र यसरी कथा पनि नलेखियोस्।